दर्शकवृन्द हामी चाहिँ यो भोजेबाट चाहिँ हामी यो भदौरे निस्किने क्रममा छौँ। यो भोजेको चाहिँ मनमोहक दृश्य, यहाँको चाहिँ बस्तीको एकदम रहन सहन बुझेर यहाँको चाहिँ माछा खाएर हामी चाहिँ अहिले भदौरे निस्किने क्रममा छौँ। अब देख्न सक्नुहुन्छ यहाँ चाहिँ दुधकोशी नदी सलल बगिरहेको छ। हामी दुधकोशी नदीको किनारमै छौँ। साथमा हाम्रो निरज सर हुनुहुन्छ। निरज सर हाई गरिदिनु त। हेलो ल निरज सर, अब के छ हाम्रो बाटोको अवस्था कस्तो छ एकचोटि भनिदिनु पर्यो। ल ओके, हामी बाटो देखाउँछौँ। र हामी यहाँबाट चाहिँ अहिले निस्केको छौँ। यो बगर बालुवा हुँदै चाहिँ हामी जाने क्रममा छौँ। बिचको बाटोको चाहिँ अवस्था हामी अपडेट गराउँदै जाँदैछौँ। ल लेट्स गो। दर्शकवृन्द हाम्रो चाहिँ यो एकदम मेमोरियल टुर जत्तिकै भइरहेछ। यहाँ यो निरज सर त्यहाँ फलामको चिउरा चपाउन भन्दा पनि गाह्रो भयो मोटरसाइकल चलाउन यो बगरमा भन्दै हुन्छ। यो बगर कटिसकेपछि चाहिँ फेरि हामी त्यो माथिको भिर नाल्पुको ओह्रालोको बाटो चाहिँ अपडेट गराउनेछौँ। भिडियो अन्त्यसम्म चाहिँ हेरेर चाहिँ साथ दिनु होला। यो चाहिँ बालुवामा बाइक कुदाउने चाहिँ एकदम रहर हुनेले यो च्यालेन्ज चाहिँ म स्वीकार्छु भन्नेले चाहिँ एकचोटि यहाँ आउनु होला। निरज सर यहाँ बाइक गइसक्यो आदि। बाइक चाहिँ आधी पसिसकेको छ। यहाँ अलिकति थोरै झरेर हिँड्ने कुरा भयो। दर्शक देख्न सक्नुहुनेछ हाम्रो राइडर चाहिँ मोटरसाइकल कुदाउँदै हुनुहुन्छ। दर्शकवृन्द हामी यो चाहिँ दुधकोशी नदीको बगरलाई चाहिँ मिस गर्दै सम्झिँदै यो मनमोहक दृश्यलाई चाहिँ छोड्दै अब हामी उकालो जाने क्रममा छौँ। निरज सर के भन्न चाहनुहुन्छ तपाईँ? हाम्रो हिजोको बसाइ कस्तो रह्यो? घर ढलान पुगे जति बालुवा त जुत्तामै छ यार। हाम्रो निरज सरले चाहिँ जुत्तामा बालुवा लगेर चाहिँ घर ढलान गर्ने कुरा गर्दै हुनुहुन्छ। ल निरज सर, अब हामी यहाँ निस्किन्छौँ होइन त? बाटोमा अलि राम्रो बाटो भएको ठाउँमा भेट्छौँ अब हामी। ओके ल बाटो यस्तो छ, बस्नुहुन्छ।